नमस्ते सबैजनालाई। फेरि पनि आज धेरै लामो समयपछि फेरि पनि भिडियो गराउँदैछु, किनभने म हल्का बिजी थिएँ, सन्चो पनि थिएन। त्यही भएको कारणले भिडियोहरू पनि गराउन पाएको थिएन। अनि आज चाहिँ धेरै दिनपछि फेरि बिरयानी च्यालेन्ज त के भने मुकबाङ भिडियो लिएर आएको छु। एक्लै लियो, आज बुढी छैनिन् साथमा। त्यही भएर पकाउन चाहिँ बुढीले पकाएकी हुन्। मिठो त मिठै होला के अरे, तर बुढी आज भिडियोमा आउन पाइनिन्। तर केही छैन, यति बिरयानी लिएछु। यहाँ रायता छ, यहाँ ग्रेभी छ, अनि पानी छ, नर्मल यति हो। यो चाहिँ साँझको खाना हो, रातिको खाना। ल खाइदिउँ है त। पहिला ग्रेभी हालेर खाऊँ न त, कस्तो है त। ल चाखिदिउँ त, तातो रहेछ हेर अहिले। बबाल छ। पहिला एकचोटि खाँदाखेरि बुढीले लास्टै चिल्लो हालेको थियो नि, यो चाहिँ ठिक्कको छ है, चिल्लो सिल्लो सबै। यो चाहिँ हाम्रो मटन बिरयानी है, मटन बिरयानी, चिकन बिरयानी होइन। यो राम्रोसँग पाकेको रहेछ पुरै, बोसोहरू पनि। तर यतिले चाहिँ पुग्दैन जस्तो लाग्यो मलाई, अझै थप्नुपर्छ क्या। यतिले पुग्दैन, अन्दाज पाइसक्यो मैले। धेरै दिनपछि भिडियोमा आएको छु। आगोको कहाँ हराएको भन्दाखेरि मलाई नि अलिअलि चुनाव लाग्थ्यो, त्यही भएर रेली सेलीमा यताउति हिँड्ने, थके लाग्ने, भिडियो गराउने एनर्जी नै आउँथेन। अहिले चाहिँ खाली खाली नै छु लगभग, त्यही भएर भिडियो अब रेगुलरै आउँछ भनौँ न। बिरयानी अति नै बवाल छ कसम। रायता नि टेस्ट गरिदिउँ न त है। यो त धेरै पातलो भएछ यो चाहिँ। बुढीको र मेरो नि एउटा दामीवाला भिडियो आउँछ है त यही हप्ताभित्र। अडियन्सले पनि बुढी र मेरो भिडियो चाहिँ रुचाउनु हुँदो रहेछ। फर्स्ट टाइम भर्खर युट्युब च्यानल खोल्दा पनि 2200 भ्युज कटेछ, त्यो एकदम राम्रो।
अरू कतिको हेर्छु मैले पुरानो पुरानो युट्युबरहरूले नि 34-35 भ्युजमा अड्केर बसेको हुन्छ, तर मेरो चाहिँ 100 कटिरहेको, लगभग 100-300 गइरहेको छ। यसको मतलब हजुरहरूले हाम्रो भिडियो कन्टेन्टहरू रुचाइराख्नु भएको भन्ने जानकारी हुन्छ। अब चाहिँ निरन्तर दिन पर्यो, अब युट्युबमै दिन पर्यो, बाहिर हिँड्नुभन्दा बरु। दिउँसो भिडियो गरायो बच्चा बच्ची खेलेको आवाज आउँछ, राति भिडियो गराए कुकुर चिच्चाको आवाज आउँछ, तनाव छ हाम्रो घरतिर। त्यो साग पनि हाल्यो हो, त्यो धनिया आएछ यार, म त साग हाल्यो हो क्या भन्छु। बास्ना यस्तो दामी आएछ। अब यहाँ मसलाहरू हालेकै छैन राम्रोसँग। अर्को त्यो 5 कुरा पनि के हाल्छ नि त, सुक्ने लङहरू, नरिवलहरू, काजुहरू, त्यस्तो हालेको झन् अलि बवाल हुन्थ्यो। यो भिडियो चाहिँ प्री प्लानिङ होइन है, उसमा फ्रिजमा मासु थियो होइन, अनि बुढीले कसरी पकाऊँ भनेर सोधेको थिइन्, झोल कि ग्रेभी भनेको थिइन्। अनि मलाई फेरि भिडियो पनि नगराएको धेरै भयो भनेर, बरु बिरयानी बनाऊ न भिडियोमा गराएर खाऊँला भनेको, बुढीलाई नि बसाउँला भनेको र बुढीले अघि नै धनक दिइसकेर चाहिँ अहिले त्यही म एक्लै भएको। भने चाहिँ सकिन लागिसक्यो है, के गर्ने। भ्याइन लाग्यो अब। अझै खान मन लाग्थ्यो कि के गर्ने, तर मेरो काम छ पारि जाने।
ल लास्ट बाइट। Cheers. धन्यवाद छ सबैलाई यहाँ लास्टसम्म मेरो युट्युब भिडियो हेरिदिनु भएकोमा। अझै पनि भोलिदेखि पर्सिदेखि सायद कन्टिन्यू भिडियोहरू आउँछ होला। त्यही पनि मैले भिडियो हाल्न चाहिँ छोडेदिनँ, सर्ट फिडमा चाहिँ सानो सानो क्लिप्सहरू हालिरहेको थिएँ है, यताउति डुलेको सबै कुराहरू। कति गयो भने इन्ट्रेस्टिङ चिजहरू केही भयो भने यसो खिचेर मैले हालिरहेको थिएँ, माछा साछा मार्न गइरहेको थिएँ अस्तिसम्म। भिडियो चाहिँ हाल्न छोडेको थिएन। अझैसम्म माया देखाइदिनु भएको छ। यत्रो भर्खर त भयो, कति 1 महिना नि भएन होला, लगभग 1 महिना भयो होला, 1-1.5 महिना भयो होला। 1-1.5 महिनामा मेरो चाहिँ टोटल भ्युज चाहिँ कति 50,000 आएको छ होइन, सबैमा के सबै भिडियोहरूमा गरेर 50,000 आएको छ। त्यो भनेको त सानो कुरा होइन नि त। कति मान्छेहरूले कति वर्ष पुगेको हुन्छ, तिनीहरूको कति अझै पनि लगभग 100 नि कटेको हुन्न कि तिनीहरूको 30-35 भ्युज लिएर बसेको हुन्छ। तर मेरो चाहिँ सब्सक्राइबर नि उतिखेर कति छिटो बढ्यो क्या, उतिखेर सब्सक्राइबर बढ्यो। अनि फेरि लाइभ बस्ने अप्सनहरू आयो, अनि त्यसपछि एकैचोटि 100 सब्सक्राइबर कट्यो। अहिले त 126 होला, एराउन्ड त्यस्तै सब्सक्राइबरहरू होला। टप भ्यू चाहिँ त्यही 2300 छ। त्यो भनेको सानो कुरा होइन। आउने भिडियोहरू अझै राम्रो भिडियो र क्वालिटीहरू राम्रो दिन पाएको छैन मैले। स्ट्यान्डहरू ग्याजेटहरू किन्न सकेको छैन। बिस्तारै किन्छु। एउटा पछाडि कालो पर्दा किन्ने सोच गरेछौँ के अरे। पैसा नभएको होइन, टाइम नभएको हो वास्तवमा भन्नुपर्दा। आउने दिनमा अझै योभन्दा राम्रो भिडियो र हाम्रो बुढाबुढीको भिडियो चाहिँ धेरै अडियन्सहरूले मन पराइदिनु भएको छ। सकेसम्म अब आउने भिडियोहरूमा चाहिँ हाम्रो बुढाबुढी धेरै सँगै भएको गफसफ गर्दै खाँदै गरेको भिडियोहरू चाहिँ ल्याउनेछौँ। धन्यवाद छ सबैलाई लास्टसम्म हेरिदिनु भएकोमा। आउँदो दिन आउँदो समयमा यस्तै गरी माया प्रेमहरू देखाइदिनु होला। हस्त, धन्यवाद।